के भइरहेछ कि नेपालमा खेलाडीहरू किन लामो इनिङ खेलिरहेका छैनन्? कसको गल्ती? एम्पायरको गल्ती, खेलाडीको गल्ती या क्यानको गल्ती? कसको गल्ती के? किन खेलाडीहरू लामो इनिङ खेलिसकेका छैन? आउँछन् 20-30 रन बनाउँछन्, जान्छन्, 50 ओभर पुरै गेम खेलिरहेकै छैनन् के? यस्तो पाराले कसरी हुन्छ के क्रिकेटको विकास? हामी टेस्ट नेसन बन्ने भन्छौँ, तर यही पाराले हामी खेल्ने हो भने हामी टेस्ट नेसन होइन, हामी अझ तल झर्छौँ। CWCमा त झन् सपनै नदेखौँ यस्तो पाराले खेल्यौँ भने। जसरी अहिले PM कपमा खेलाडीको प्रदर्शन भइरहेको छैन, झन् नेसनल टिमका खेलाडीहरू प्रदर्शनै भइरहेको छैन कि उनीहरूबाट। जो ब्याटिङ गर्छन् उसले बलिङ गरिरहेछन्, जसले बलिङ गरिरहेछन् उसले ब्याटिङ गरिरहेछन्। सन्दीप लामिछानेले रोहित पौडेलभन्दा धेरै रन बनाएछन्। विकेट सन्दीप लामिछाने 1 नम्बर बलिङमा 1 नम्बर छ। ब्याटिङ गरिरहेछन् कि रोहित पौडेलभन्दा ज्यादा। रोहित पौडेल के भएको के? कुशल बुर्तेल के भएको के? कुशल मल्ल के भएको? कहिले हुन्छ यस्तो पाराले? नेपालमा कम्पिटिसन हुनु पर्यो के नेपालमा जहिले छनौटकर्ताहरूले त्यही पुरानो खेलाडीहरू छनौट गर्छन्। एक्सपिरियन्स भन्दै पत्ता साफ हुन्छ कुन दिन। यदि नेपालको क्रिकेटलाई विकास गर्नु भने नयाँ खेलाडी उत्पादन गर्नु पर्यो। जसले प्रदर्शन गरेको छ उसलाई चान्स दिनु पर्यो। योपल्ट कृपया नयाँ खेलाडी समावेश गर्नु पर्यो राष्ट्रिय टिममा।